हेलो गाइस म चाहिँ आज बत्ला तिर्दैछु है बत्ला मलाई पहिला बत्ला गरे यसले मलाई पहिला पाइली गरेको म त्यसको रिक्वेस्ट लिँदैछु हैन पहिला हामीले भिडियो बनाउनेलाई मेन दिएको उसमा मलाई त्यसले मलाई अलिकति मुखमा दल भन्थ्यो हामीले त्यसले भक्ति टिपेर मलाई 2 जना ट्याग गरेर हालेको थियो त्यसको म बत्ला आज लिँदैछु है किनकि त्यसको बर्थडे आज हैन बर्थडेमा चाहिँ हामीले के गर्ला भनेपछि आज त्यसको बर्थडेमा सरप्राइज दिन्छौँ हामीले हैन सरप्राइज दिनलाई के भन्छ रे गोबारको गोबारको बनाउँदै छौँ गाइस हैन गाइस यो चाहिँ हाम्रो भैँसी फारम हो हैन यहाँ चाहिँ हामीले गोबारको उस बनाउने केक बनाउने हो यो मन दादा कस्तो हुन्छ उता किचन कोठा हुन्छ क्या दिएर त उता किचन कोठा हुन्छ क्या दिएर त ऊ साथै बहिनी रहेछ आस जानु न बनाउँदा नि सुन्दैन राम्रो बाटो हुन्छ कि सहमत त नि त्यस्तोको छ गोबरालीको सङ्गत राम्रो छैन कहाँ हो छिटो नै त्यो मुखमै हान्नुपर्छ है त्यसलाई चाहिँ यस्तो जाडो छ गाइज होइन मैले चाहिँ केटा सुन ठिक छ हैन मैले त ल गोबर बनाउँ लाग्यो अनि हात चाहिँ त्यस्तो चिसोमा कसरी धुने भन्ने कुरो हो प्लास्टिक लाएर गर्ने हो कि प्लास्टिकले जाऊ दादा प्लास्टिक के भन्न गोबर भन्न मल केक दिस भनेको एउटा आलु केक तातो आलु केक कस्तो रे एकछिन फेरि गर्नु त आलु केक अघि जस्तै कि त आलु केक गर्नु आलु केक ताजा ल हामी चाहिँ केक कस्तो तरिकाले बनाउँछ कस्तो हुन्छ देखाउँछौँ नि भिडियोमा सुन है छिप्पेको केक बनाउने कि भर्खरको अमेरिकन केटी ल्याइदेऊ न उयो त्यो के बिन्दु टर्किएको त्यसको अमेरिकन केटी देखाएन अफ्रिकन होला नि अफ्रिकन भन्नु जाँदा अमेरिकन त गोरु हुन्छ कहाँ हान्छ मलाई के हान्ने भने यिनीहरू त भैँसी हान्ने कुरा गर्छ भैँसी हान्ने भने उठ्यो पुच्छर पनि माथि गर्छ त के हो पुच्छर नि माथि गर्छ त ताजा भने तातो हान्छ नि त भिडियो बनाएर बसिरहेको साढे भिडियो बनाइरहेको थिएँ कि अघि मैले भने नि भैँसी हान्ने कुरा गरेको पुच्छरले हाल्छ नि हाल्ला त्यसले उयो त लास्टै ताजा भयो नि त भाइ कस्तो रहेछ हाम्रो केक हामीले बनाउँछ केक निकाल्नु परेन क्या हामी एकदम लक्की हो क्या त्यो बर्थडे बोय लक्की हो कि बर्थडे भयो लक्की हो मुखमा ताजा खान पाएको बासी त खानु परेन नि तिमीले एउटा अप्सन दिउँ त्यो हामीले त्यो बर्थडेमा चाहिँ त्यो सेल र छर्छ नि त्यो स्प्रे ल्याएर त यसो छर्दिन सेतो हुन्छ यो त गनाउनु क्या अब यो ताजा भएको होला नि त्यस्तो सुक्नु पर्छ नि होइन यो त फ्रिजमा हालिदिउँ न ल कहाँ फ्रिजमा हाल्छ केटा यो त हामीले अलिकति त्यो बासीको पनि बासी नै हाल्नुपर्छ क्या किन यसरी त कहाँ हुन्छ त नि के जस्तो नभरिको अलि स्टोरमा के मैले हाल्छु स्प्रे छरिदिउँ त्यहाँ व्हाइट कलरको गावाको पात त कहाँ मिसाउँछ नत्र त भुल्नु त्यो सेतो स्प्रे किन ल्याएर मैले हालिदिउँ न उसमा हालिदिउँ न केटा हो त्यहाँ चाहिँ हाम्रो छ नि त्यो मिसिन त्यो केक बनाउने पिज्जा बनाउने नाइट ओभनमा हालेर के गर्ने हो नि हान्छ ओभन हाल्दा हल्का साह्रो बनाइदिउँ न सुरुमा तैँले हान्छ भने चाहिँ होइन फुल छरिदिनु त किन बुट्टा केको बुट्टा हुन्छ त थाप यो बुट्टा हेर कस्तो अब चाहिँ नमुछ है हरिफ छ है ल है अलि पारा निकाल्दैछ केटाहरूले केकको चाहिँ है हेर्नु है के जस्तो निकाल्यो सानो भाइले नमिठो भेटिदिनु बिचरा कस्तो भाइस आउँदैछ मलाई चाहिँ डर लागिरहेको छ है सक्सेस हुनुहुन्छ कि नै भन्ने कुरो हो कि गडोला खोज्दा याद छ कि दिनु चारपातीवाला भन ठ्याक्क होइन ठिक्क हो त्यस्तै गोलो बनाउनु बनाउनु त केक जस्तो देखोस् के तेरो हातले गर्न माछालाई कस्तो गनाउँछ नि थाहा पाउँछ साला हाम्रो हात मुला गनाउनु प्लास्टिकले गर्ने त हातले हातले भोलि पर्छ यति भएछ त भइहाल्यो नि मुखमा प्लाट्टा हानिदिनु त अस्ति त कस्तो झुक्की थिएँ
त्यो जमानामा शिवदालाई प्याङ गर्ने बेला ए यार खानी के गएन त्यो त मैले पो गरेको अनि हो त्यस्तै हुनु पर्यो भनेको त्यतिखेर हातले गरे हो हातले गरेको नि त्यतिखेर त माछालाई कस्तो गर्न थाहा 2 दिनमा बनाउँछु कि चम्बर ल ल ल यो पुरै हात ए भयो लगाइछ हाम्रो चाहिँ केक रेडी भयो अब यसमा हल्का बुट्टा हानेर मुखमा प्ल्याट्ट है बुट्टा हानेर मुखमा प्याट्ट भने जस्तो हुन्छ कि गाइस अब हामीले के खोज्नु अझ भनेपछि होइन होइन हामीले केकको त्यो डिब्बा हुन्छ डिब्बाभित्र हाल्ने अनि त्यसलाई खुवाउन दिने ए घर चाहिँ प्ल्याट्ट मुखमा समाइदिनु पर्छ त्यसको है ट्याक्क नसमा नि छिटै ल केकको ओनरलाई पनि देखाइदिउँ है कति रुपियाँ भयो केकको कति हो थ्याङ्क यू 500 रुपियाँ अरे त यहाँ चाहिँ के भन्छ अरे पैसा छ होइन निकाल त लिन लाग्यो साँच्ची पर्दैन हिँड जाम छिटो हान्ने मुखमा फेरि यहाँ गोजी नै फाटेको थियो धन्य हात हालेन गोजी ओ भ्लग हो के तातैमा तिमीलाई भ्लग हो कि के हो बर्थडे सरप्राइज हो मान्छेहरू त्यो आयो नि झ्याउँछ कति यता बाहिर कहाँ थियो त्यसको बाइक छैन त्यसको छैन आएन क्या हाम्रो त पछाडि टिनको रुममा राख्नु गाइस कस्तो हुन्छ त्यति देख्दैन एउटा ठिकै हो अनि शरीरले हात चाहिँ धुने हात धुँदै यस्तो गाह्रो है यस्तो गाह्रो छिटो लगाइ कस्तो हुन्छ है केक चाहिँ यस्तो छ आफैमा अब अहिले उस्केर रियल केक लिन जाँदै है हामी रियल केक लिन जाँदै थियौँ दाजुभाइ हामी चाहिँ अब केक हिँड्न लाग्यो होइन केक हिँड्न लाग्यो केक लिएर आएर अब हामी चाहिँ के भन्छ अरे ट्युसमा हाल्नु पऱ्यो नि त के भन्छ अरे त्यो केकको त्यो प्याकेट निकालेर त्यो गोबरमा हालेर त्यो गोबर त्यहाँ हालेर अनि त्यहाँ प्याक गरेर राख्ने पछि हामी बर्थडेहरू प्याक गरेर दिने हो कि फेरि के गर्छ होला त्यो कसरी नहुन्छ होला भनेको कि आज सुत्दैन है म देखाउनु भने भाइ त सुत्यो कस्तो बनाउँछ होला त्यो आज कस्तो लाग्यो गर्नुपर्छ भन्दा हामी त्यस्तो गर्ने हो कि के अरे घुम लगाए चक्कू पे हटाना तो पड़ेगा अनि के अरे भाइका बर्थडे मनाना तो पड़ेगा भनेर हान्ने हो क्यामेरा मुखले हेर्ने भाइ केही हुन्न के होइन भन्नुहोस् अहिले मैले देखेन नि त त्यो फ्ल्यास टल्केको छ नि त आँखामा अहिले अगाडि के हेर्न सकिन्छ अगाडि त आयो हिँडिरहेको बाटो हो कि यस्तै लिएर त क्यामेरा होइन आँखा चाहिँ नसल हो भने त्यस्तो त्यस्तो चल टेक 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 गरिन्छ ट्याक्कल हामी जाने चाहिँ कहाँ अहिले टेक लिन राम बजा हुन्छ त्यहाँ केटी हजार हुन्छ छैन केटीको बाल छैन हामीलाई मलाई भात खुवाउनु आज 3 भाइ 3 भने नि मैले नआइकिन नि तिमीलाई खुलाउँछु कि आज होइन तिमीलाई आज केक खुवाउने के गर्नु पर्ला अगाडि होइन कि केक खाने आज भाइको बर्थडेको केक खाएर सुत्दिने आज हरियो केक होइन त्यहाँ फुर्सदमा के खाएको थियो तर यस्तो कस्तो झोल जस्तो आफू किने कि यत्रै रहेछ केक कत्रो 90 रुपियाँ मैले केकको मैले तिर्दैन भनेको त मुसीले बनाइदिन्थ्यो नि आफ्नै मैले त्यहाँ पैसा मैले बनाएको केक कस्तो हरिको छ हरियो मैले त्यहाँ पैसा तिर्छेन भुकन तिम्रो हुँदा ठिक छ
अनि यस्तो हामीलाई पाप लाग्छ कि यस्तो गर्न चाहिँ हुँदैन जन्मेको दिनमा यस्तो वीरेन्द्र चोक पुगिसक्यौँ होइन वीरेन्द्र चोक आज मेरो के देखाएको के त्यहाँ केमा आयन किराना लेख्छ होइन आयन किराना सिलगढी आउँछ नि भाइ कमानले पुगी आइसक्यो होइन भन्नु होला भाइरल हो भग्न भाइरल भयो कि केटीहरू कपडा लगाइदिएर कपडा लाएर यसको जिन्दगी कति राम्रो हुन्छ कपडा लाएर म त्यत्रो सानो हुँदैन मान्दै मान्दै हुन्थ्यो 5-6 वर्षको होला त्यो 5-6 वर्षको निक्लेगा खून बाइक का बर्थडे कमिंग सून आफ्नै अब त तिर्पल्लो हामी सस्तो होला स्पेसल केक त घरै खाने स्पेसल केक भएर सस्तो होला सस्तो मस्तो मुखमै त केक कति त हेरी कुन दाइ 550 जुनले नि यो के हो त्यसलाई बर्थडे केक हो कि वेडिङ केक हो यो नि 550 हो दाइ हो दाइ सबै हो लामो यो त्यही लगाइदिनु यही लगाइदिनु आज यही लगाइदिनु स्पेसलवाला के नब्बे तिर खाइस एउटा किनिदिनु नि अघि त कति तिर खाइस तैँले त तैँले कति एक चित्त हामीले बनाउँछ ल गाइज ल खाइराख्नुपर्छ शरीर कत्रो ठुलो इन्फ्लुएन्सियलमा राखेको दाइ हो के यो ठुलो कति यसलाई त्यो केकको मात्र ठुलो हो क्या एउटै हुन्छ कि कुरो भित्र पाउडर होइन पाउरुटी त पाउरुटी हुन्छ नि यस फ्ल्याट जान्छ त्यो माथि जान्छ त्यही भनेर त्यो धेरै देखियो क्या एउटै हुन्छ कि उ त 2 पाउन्ड कति हुन्छ है भाइ एउटै हुन्छ नि सबै यो हो एउटै हो कि यो लैजाउँ नि डिजाइन अनुसार ल आज यो आज यो लैजाउँ के आज डिजाइन चक्लेटी मैले फेरि चक्लेट भन्यो चक्लेटी मैले चक्लेट भन्यो यो लैजाने हो कि वहाँ छ त ग्रीन के भन्छ दाइ ग्रिन फरेस्ट ग्रिन फरेस्ट ग्रीन फरेस्ट ब्ल्याक फरेस्ट भने ग्रिन फरेस्ट ग्रीन फरेस्ट ग्रिन फरेस्ट भएछ अब यहाँबाट लैजाने हामीले हो त्यही गरिदिनु कस्तो र कस्तो केटी कस्तो है होइन केक त के त्यस्तो केक नि केटी केटा हुन्छ र के लेख्छ नि ह्यापी बर्थडे के भन्ने ह्याप्पी बर्थडे पुन्टुङ के अरे पुन्टुङ पर्छ ह्याप्पी बर्थडे के भन्ने एनएमटीको पर्छ ह्याप्पी बर्थडे बाबा पुन्टुङ परवेश पुन्टुङ पर्छ पुन्टुङ परवेश ह्यापी बर्थडे पुन्टुङ पर्छ खाने नि त्यसले न त्यो खाम न बनेको खाने तिमी त ग्रिन फरेस्ट खाऊ त्यो खुवाउनु चाहिँ तिन खुवाउन बाबुटी राखेर मिठो गोबर खाँदा छु तैँले है हजुर पियु TUNG एनटियुएनजी अनि के भने प्रवेश पिआरए होइन पिआरए बिइएसएस है माता भयो इन्जोय गर भुतै जस्तो देख्दो रहेछ पैसा दिनु किन नर्ने भन्नु हट त किन अट्ने र त्यो राख्ने केक र यो राख्ने केक एउटै हुन्छ नि त यो अर्थ यो अर्थ अट्छ के एउटै हो कि त्यो त्यही भएर त रेट नि एउटै छ लाम्चो भएर जस्तो लाग्यो कि धन अट्ने भयो यसमा बरु यो ठ्याक्कै अर्थ भन्नु त्यहाँ
वहाँ अर्को केक नि छ कि यसले हातले आफ्नै हातले बनाएको गोबरको केक त्यो भएर हामी सबै दिनलाई यो हाम्रो राख्ने त्यो पहिला यो त्यो डब्बा चाहियो कि हामीलाई चाहिँ पहिला सुरु भित्र त्यो केक हाल्ने यो केक नि लगाइदिनु चाहिँ ल खोल हाल्न दिने मुखमा ब्ल्याक लगाइदिने गर्छ हजुर स्प्रे सिस्प्रे हान्न पर्दैन त्यत्रो स्प्रे मुखमै हान्ने स्प्रे चाहिन्छ र नि यो गाडीमा बन्छ केकको केकको घरै बन्छ के तर घरभित्र बस्नु मिल्दैन त्यही हो गाडी कहाँ बन्यो गाडी केकको खोइ केकको गाडी ए यो गाडी भनेको कस्तो तर यो चाहिँ मेरो लागि नै बनेको कुन यो चाहिँ त नेपाल होला ए अनमोल भाइको लागि त के घेराइछ नि त अस्ट्रेलिया फोटो मात्रै नेपाल टु अस्ट्रेलिया यो अस्ट्रेलियाको त हो नि त्यही त तेरो लागि भन्ने अब सेफ जर्नी सुस्मिता अरे भाग्यवान रहेछ भइसकेछ पस्दै भयो अहिले केक खाएको केक पनि त्यही कति भयो 610 यसो लाउनु भन्छ त यसले दिनु काटै गरेर छोडेछ होइन है ध्यान एकचोटि कति दिएछ ध्यान देखाउनु भएर सुगर नहालेको हातमा सिधै झिरेर भने त्यो दुईटा यसरी बोल्ने दिन त्यो हातमा सिधै झिरेर त्यस्तो नि पर्छ 50 महँगै हालिदिनु न यसले तिर्ने जति हालिदिनु अझै महँगो छ भने अझै महँगो हालिदिनु हामीलाई तिर्ने खासै किन्नु पर्दो रहेछ क्या अघि किन यो नै हाल्न तिर्ने यसले कि हाल 100 रुपियाँ रहेछ अलिक भात खाइरहन्छ लाज लाग्यो तिमीलाई भात खाने त मासु भात होइन यो नि खाइन्छ भात मासुसँग खाइन्छ खानु पर्दो रहेछ भन्दा हुन्छ कि 100 रुपियाँ यो काटिदिनु न केकको सट्टा 10 तलले हुन्छ त्यो प्लास्टिक लगाएको चाहिँ किन्छ 800 दिन 900 अनि यिन लैजाऊ झ्याम्मा 100 रुपियाँ यस्तो के आजको हाम्रो स्पोन्सर सबले उठाएर दिएको भयो है हस् धन्यवाद सुन्न है दिस भिडियो इज स्पोन्सर बाई समुद्र सुवेदी ल यो त राख्नु अगाडि यो सामान त अनि ल भाइ मलाई पो सामान दिन्छ भगवान्ले के खर्साङ अर्को केक छ कि यो केक त ऊ हो कि डुप्लिकेट हो कि यो त डमी केक हो यो मेरो हेलमेट आएर मेरो हेलमेट चाहिँ कहाँ त्यो एउटा स्टकमा हो क्या त्यो कुरा नि भयो नि घर एउटा केक छ एउटा केक छ तिम्रो एउटा हेलमेट यहाँ एउटा हेलमेट हो क्या तिम्रो हेलमेट पर्समै थियो त अघि पसमै थियो यसको हेलमेट अघि पर्समै थियो है देखिला थाहा किन आयो यसको हेलमेट पर्समा हेलमेट किन आयो यसको भिडियोमा रियल कुरा भन्ने यस्तो कुराहरू भन्ने हो कि क्यामेरामा हाम्रो अडियन्सले के भन्छ रिटेक मासु भात सही खानुपर्छ कि मासु भात भिडियो आइन्छ नत्र आइ यस्तो गरेर धेरै नि यस्तो जाडोमा यस्तो मान्छेले गर्दा हामी देश बिग्रिन्छ कि मासु भातको लागि भोट हाल्ने मासु भातको लागि जे नि गर्ने मान्छे यी नि यस्तै हुनु है हेर्नुहोस् है गाइज भात खाइन्छ सुतिन्छ हेर मासु भात मासु त नो मिट नो इट हो क्या हाम्रो खाने खाइन्न बुढी चिया खाएर सुन्छ त्यो किनेर गएर अघि 100 रुपियाँको 10 पिस हुन्छ त्यो 2 पिसमा 2 पिस बदम 2 पिस अनि मासु किनेर खाने भनेको तिमीले मासु किनेर खाने मासु ए यार तिमीले गोबर पो ल्यायो मासु ल्याउनु सक्छौ मासु पैसा जति नलाउ तिमी आल्दाखेरि किनेर ल रुक मासुले हाल्यो भने त ल स्पोन्सर बाई समुद्र सुविदी नै हो क्या
त्यो हल्लिएर के हुँदा कि हाम्रो स्पेसल घर छ त्यो घरमा चाहिँ हल्लिनु भएन के गाह्रो बेला गाह्रो गएर होइन अब ट्र्याक कस्तो हुन्छ हाम्रो सक्सेस हुन्छ हुँदैन अब हेर्ने के छ होइन मैले गएर त्यहाँ हुन्छ हामीले लगाइसकेँ स्पोन्सर अझै नि भन्न चाहेँ मैले दिस भोलि स्पोन्सरलाई सबभन्दा सुनेँ लगाइ चाहिँ अब चाहिँ हामी यसलाई खोलेर केक निकालेर फ्रिजमा हाल्छ चेन्ज गर्छ र त्यो हाम्रो स्पेसली के त्यहाँभित्र हाल्छ है त ल स्पेसल उता उता त्यसलाई हेर्न बरु त्यो आउनु स्पेसल मसिनले है गनाएर त्यो साइड साइडको पुस्नु पर्ने क्या हामी पानीले केही हुन्न कि सुक्छ कि अहिले पछि गर्ने हो कि बरु लगाइ है 0 को यो ठ्याक्क यस्तो गर्छु निकाल्नु ठ्याक्क निकाल्नु निशान रहेछ निशान भाइ आइज निशान भाइ म्यानेजमेन्ट लगाउँछ लगाइ हाम्रो चाहिँ रेडी हुँदै है सबै एक्टिभिटी छैन यो केक बाहिर निकाल्नु यो केक होइन गरौँ केही छ होइन झ्याम्मै हान्न मिल्ने गरी है म पानी खोलिस त्यसलाई घेरामा चाहिँ त्यसो त मिल्दैन तिमीले खोलेर यसरी हात मिल्छ भने मिल्दैन नत्र कि डोरी मात्रै त्यसलाई खोल्न दियो डोरी त्यहाँ खोल्न दिने होइन अनि छ्या हाल्छ छ्या उता लगाएर मुसी हाल्छ होइन यसले मलाई होइन थाहा पाउन कि त्यसले त्यो केक त उतै काट्ने हो कि कहाँ काट्ने हो यो हाम्रो केक माथि लैजानु हुन्न रुममा त है यहाँ हुन्छ रुममा रुममा के युज गर्छ नि मासु हुँदैन कि ओके मासु खै मासु लिन्छ नि पहिले बानौँ न यो त जसरी बानी नि हुन्छ कि तुना बाने जस्तो तिम्रो भात किन मासु खान्छ कि भात फेरि गन्छ कि गएन पेटमा जान्छ कि मासु हुन्छ खान्छ कि उसले मासु हुन्छ खान्छ कि खान्छ नआउ म आइदिन्छु तिम्रो सट्टा भन्न यो चाहिँ खानेकुरा बोलिरहेछ नि उदय चाहिँ हाम्रो यहाँनिर कस्तो हुन्छ होला यो केक पनि मुखमै हालिदियो यो त पेटभित्र हाल्ने मुखमै हाल्न त भइहाल्यो त अनि त्यो फ्रिजमा लगाएर चाहिँ हालौँ न पहिला झापझुप काट्न जाऊँ न त्यो केक त त्यो केक कि फ्रिजमा हाल्नु पर्छ त्यो तल हामी चाहिँ होइन त्यसलाई घर बोलाएर ल्याइसक्यौँ केक चाहिँ हाम्रो अलरेडी रेडी भइरहेको छ दुईवटा होइन एउटा फ्रिजमा छ एउटा फ्रिजमा छ एउटा हाम्रो प्याकभित्र अनि त्यसले चाहिँ तपाईँले काट्छ भन्दा माथि तपाईँले गर्छ अनि त्यसलाई चाहिँ कहिले होइन हामी केक निकाल्छौँ हो त्यो तरपाले काट्नलाई बस्छ हामी त्यसलाई तरपाल साफ गऱ्यो भने मैले त्यो साफ गर्नुभयो म केक त्यसलाई जुन जब हामी सुरु गर्दैछौँ त्यो तल गएर बसेर थाहा नबस्यो त्यसलाई यसको तरासँग गरेर चक्कु पे लगा खुन केक काट्नलाई है ल है गाइज है चक्कु पे लगा खून निकालना तो पड़ेगा भाई का बर्थडे मनाना तो पड़ेगा है ना के हो जिन्दगी भाडा नदो मान्छेले जिन्दगी भाडा धोएन होला है तिमीले के यस्तरी के
तर सरप्राइज तरिकाले लिएर घाटमा दिनुपर्ने हो घाटलाई तरबार पहिल्यै धुइधाइ गरेर राखेर क्या होइन नाटक पारिदिउँ न त हल्का नथाहा भए जस्तो कि हामी सरप्राइज दिए जस्तो गर्छु अनि भिडियो बनाएर हाल्ने उयो टाइपको के होइन केक त दामी लिएर आयो महँगोवाला लिएर आऊ राइट बाल्दिन बत्ती छैन के छ भनेर हेर्नु चाहिँ थाहा चाहिँ पाएको छैन होइन खै मुसे 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 तल आइज यसलाई त्यहाँ राख तुलिरहनु पर्छ कि सरप्राइज दिए जस्तो गर्नु भनेको भने त्यसलाई पहिले मेस्सी छिटो आउनु भनेको ल मुसे नभन भिडियो बनाइन्छ ऱ्याक्क आँखाले बोल मायालु ओ मा कसम गयो भएर टोटल च्याप्या छ च्या भन्छ च्या गराउँदा हालिदिन्छ चुरे हालिदिन्छ होइन गोबर हालिदिन्छ होइन सबै आगर्ना छ होइन तपाईँलाई पछि छाला गर्छ नि त हालिदिन्छ भिडियो चाहिँ त खतरा गर्नुपर्छ भिडियो चाहिँ खतरा गर्नुपर्छ लगे बुझ्छ नि यो टिकटक भने युट्युब हाल्नु ल लगाएर हामी चाहिँ अब त्यो आउनु होइन कुरेर बस्छ अनि देखाउँछ मलाई त्यसलाई ल ल ल आयो 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 सबजना आयो ल यी तरबार आयो कि केक काट्ने मान्छे र केक काट्ने हतियार आयो बर्थडे भयो पहिला बस्नुहोस् हजुर आज हजुर त्यो तरबार दिएन हातमा चाहिँ हातमा समात्न दिएन तरबार त जन्मेको दिन लाइट ल्याउनु न नत्र त्यो बेस तिमीले भनिदेऊ तरबार हातमा समात्नु दिएन काट्नलाई नि है नभन अहिले त्यो गर्छियो के ह्यापी बर्थडे काट्नु काट तरबारले काटेन बर्थडे ह्यापी बर्थडे बर्थडे स्पेसल पहिले भन्दा काट्नु पर्ने कि यसलाई नभन चाहिँ अलिक चाहिन्छ क्या खै दादा यता 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 खै लायो खै पहिले यता बर्थडे स्पेसल भाइ बाबु सुने यता सुनको पत्ला मिठो रिभेन्ज यार मुसेले सुनको पत्ला खुन खुनको पत्ला खुन हुन्छ के मिठै हान्दियो के मम्मी के हेर त ध्यान मुख भित्रै हालिदिस् नि त तैँले मुखमा हाल्ने मुखमा हालिदिस् नि त एकदम लाग्छ छका खै त गयो पहिला खै त हेर न एकचोटि खै पाके त हेर न यहाँ हेर त
महिला बमिनामा राष्ट्र भन्छ मुसुको प्लान हो मेरो होइन है लेख्छु यता हेर लेख्छु यता हेर न मुसेको प्लान हो मेरो होइन टाउको मान्छे चक्कु पे लगा खून त्यहाँ सफा गर्दै गर्छ लाइट लङ रिमेम्बर वाला भनेको छ लाइट लो ओके लाइट लो रिमेम्बर वाला भनेको हैन त अहिले रिमेम्बर वाला के छ हाम्रो विषयलाई यो के प्रिसिङ नगि दिन्छ सही लाग्यो कता भित्र मैले झन्डै चाउ भन्ने नि त दाइ यार किन्तु वान चाहिँ रिङ्ग रे यो त छ होइन यो छ होइन यो छ क्या केक ल स्पेसल है यो केक चाहिँ भयो काट्यो एउटा केक काट्यो अब अर्को केक चाहिँ यहाँ छ है कस्तो गरेको मेस्सीले कस्तो रे सिना कस्तो ठिक्क भने बर्थडेमा रमा आएर चाहिँ तिमीलाई यस्तो दिएर सिना धरी तर धेरैजना गाली खाइयो अब धेरै साग बन्द गर्नु पर्यो फेरि लगाइस हाँस्दै बस्छ देखेनौ तिमीले देख्नु भयो कि मुखभित्रै हालिदिएको गरेर अनि यसलाई त्यो खाइदियो के हो मासु हो कि के हो र मासु हो क्या त्यो है खै हट त मासु हेर त्यो हेर खोल्यो र मासुको अब तल लाग्यो माथि लाग्यो बर्थडे चाहिँ खत्रै भयो गाइस झन्डै मम्मी हानि नि त दाइ मैले त है यो सर त सही गरेको अब जे भयो भाइ गाउँमा मात्र होइन ल बस त्यहाँ म दिन्छु के नाम बल्ल आयो कि केक चाहिँ यो चाहिँ मुखमा हानिन्न यो चाहिँ हानिन्न रुक हो त्यो बारेर ल्यायो कि बारे एउटा बाल्नु भयो गर ग्यासमा बाल्यो ग्यासमा बाल्यो त्यो
के खुलाउने यसले है ए यसले खुलाउने खुलाउने हो सही भनेकै बनाउँदा मम्मीले सुत्दै चा भन्दै भाइ त्यो सुन्छु बनाएको मन सुत्दिन है चुपा खाइदिनु न त खै नाकभित्रै पर्थ्यो होला क्या अघि खै नाकभित्र छैन कि नाकभित्रै बसी थियो क्या अघि पुन्टुङ परवेश है ह्याप्पी बर्थडे पुन्टुङ परवेश हाम्रो पाइन्छ त्यो दलेको होइन त्यो त ऊ हो कि टिका लाए जस्तो टाइपको हो कि सक्सेसफुल भयो हाम्रो अब भिडियो हालिदिनु सक्सेसफुल भयो आजको हाम्रो प्लान पानी अहिले 1 रुपैयाँ पनि म्याजिक सेल हुन्छ मेसी खुल्लो खलाउँछ भान्जीले ल अनि दादालाई त 1 रुपैयाँको त दिनु पर्यो ह्याप्पी बर्थडे भन्नु ह्याप्पी बर्थडे भन्नु ल ल ल अब भिडियो हाल्नु न ल ल अब चाहिँ हाम्रो प्लान सक्सेसफुल सक्सेसफुल भयो होइन भाइ कस्तो फिल भयो त आज 1 वर्ष बुढो भइसक्यो आजबाट होइन मैले नि बिहा छिटो गरेछ होइन हाम्रो भिडियोमा अब अर्कोचोटि चाहिँ केक गर्दिन केक त मनाइन्न बर्थडे मनाइन्न म त मनाउन्न चाहिँ मनाउन्न तिमीहरूले लिएर आउनु पर्दैन यस्तो बर्थडेमा केक सेक नलिएर चाहिँ मेरो बर्थडे चाहिँ केक सेक ल्याउने काम नअरे मनाइन्न आएको त बर्थडे मनाउन छोडियो मैले गरेँ होइन बराबर भयो अस्तिले मलाई मेन दिगामा यतिको गोबर दल भनेर भिडियो बनाएको घरकै डरले त्यसको बदला मैले लिएँ होइन अब ल्याइदै अब गारामा वाक्नै नि वाकिहालेको होइन तर मैले लडा खाजा फ्लाम भने आज बनेर बर्थडे बोल्यो तेरो सफर आज केही हुनुपर्छ है केटाहरूले ल बाई बाई हान्दिनु नि भिडियोलाई कस्तो लाग्यो भन्दैन लाइफ लङ रिमेम्बरिङ भयो नि त उसलाई खाता कहिले ल ताली बजाउनु सबले ह्याप्पी बर्थडे दिस भिडियो इज स्पोन्सर बाई समुद्र सूर्य हिमास भात चाहिँ खोला सूर्यमन दादाले कस्तो हुँदैछ मासु भात मिठो छ चियाफु थाक्टोले ल हाम्रो भिडियो चाहिँ यही सकिन्छ ल सोचेको भन्दा धेरै लामो भयो भिडियो चाहिँ होइन अब फर्स्ट भ्लग नै थियो अनि लामो किन भयो भन्दा भिडियो अब लामै भयो क्लिपहरू छुट्याउन मन लागेन कि मलाई चाहिँ अनि त्यही हजुरहरूलाई मनपर्छ होला यो भ्लग अब के कमी कमजोरी छ कमेन्ट गरिदिनु न अनि त्यही के भन्न चाहन्छु अब यस्तो बर्थडे चाहिँ के यस्तो चाहिँ नगरौँ होला धेरै गाह्रो हुँदो रहेछ होइन हुन त मेरो पनि टर्न आउँछ रिभेन्ज लिन टर्न आउँछ रिभेन्ज चाहिँ लिनपर्छ रिभेन्ज चाहिँ मैले खोज्छु है काठमाडौँ बोक्छु गौरज न
चिकेको वर्ड त जसरी होइन एकदम गराउने हुन्छु भिडियो लाइक सेयर सब्सक्राइब के गर्ने हो भन नि त ल सबै गरिदिनु न यहाँ हेरेर भनिदिनु न ल